युवराज सर, हामी यो 5 दिने भ्रमण 2021-28बाट सुरु भएको आज चाहिँ तपाईँलाई कस्तो अनुभव भइरहेको छ र पहिलो दिनको भ्रमण कस्तो भयो? पहिलो दिनको भ्रमण हाम्रो 5 दिनको भ्रमण थियो। हाम्रो प्लान अनुसार नै चलेको थियो। हामीले होल डेनमार्क चाहिँ अब घुम्ने, होल डेनमार्क भने पनि अब डेनमार्कका 5वटा सिटी राम्रोसँग घुम्ने भन्ने हाम्रो प्लान अनुसार हामीले चाहिँ घुम्न थाल्यो होइन। पहिलो दिन हामी कहाँ गयो सर? पहिलो दिन हामी ओडेन्सेमा आयौँ। ओडेन्सेमा चाहिँ तपाईँ कामबाट आउनुभएको थियो होइन, हतार थियो अनि सेन्ट्रल स्टेसन आइयो। त्यसपछि चाहिँ तपाईँको त्यहाँको अनुभव के रह्यो? सेन्टरमा आएर हामीले चाहिँ केही खाजाभुजा खाइयो, कफी खाइयो। त्यसपछि चाहिँ नै हामी त्यहाँबाट ओडेन्सेमा डाइरेक्ट ओडेन्सेमा आइयो। तर ट्रेन हामीले 3टा चेन्ज गरेर डाइरेक्ट ओडेन्से त आइयो, तर चाहिँ बाटोमा चाहिँ ट्रेनले गर्दाखेरि झर्नु पर्यो, रिङ स्टिलमा झर्नु पर्यो। रिङ स्टिलमा झरेर अनि त्यसपछि खोसियामा आएर चाहिँ फेरि हामीले अर्को चाहिँ त्यहाँबाट बुस लियो नि, एउटा ठो बुस, अनि त्यसपछि आइयो। त्यसपछि फेरि हामी चाहिँ त्यहाँ आएर एउटा गामेल ल्यान्ड्सबु भन्ने चाहिँ हामीले त्यहाँ हेरियो, बडो राम्रो लाग्यो। अनि त्यहाँ हामीले गोगेल हेरियो। अनि त्यसपछि चाहिँ हामी बेसिकली हामीले त्यहाँ भरि गरेको काम थियो। दोस्रो दिन चाहिँ हामी घरै फर्क्यौँ होइन। पहिलो दिन हामी घर फर्क्यौँ, दोस्रो दिन हामी चाहिँ कहाँ आइयो? घरबाट हामी सबेरै उठेर त्यसपछि फेरि सिधै हामी इस्पिया प्रस्थान गरियो। त्यसपछि त्यहाँ पनि विभिन्न ठाउँहरूमा चाहिँ अघिल्लो दिनको जस्तै चाहिँ बाटो चाहिँ हाम्रो डाइरेक्ट ट्रेन थियो। ट्रेनहरू चाहिँ गरियो। दिउँसोतिर चाहिँ इस्पियामा पुग्यो। त्यहाँ चाहिँ खास हामीले आर्ट म्युजियमहरू चाहिँ होइन, अनि वाटर टावर चाहिँ हेरियो होइन। त्यहाँ वाटर टावर थियो नि त माथि चाहिँ, उसमा चाहिँ थियो होइन। त्यसपछि हामी त्यहाँको चाहिँ 980मा रहेको फ्यान, यस, ओ माई गड, त्यो कस्तो राम्रो चाहिँ थियो हेर्दाखेरि। तर हामीले अनफर्चुनेटली हाम्रो ट्राभल त्यति राम्रो चाहिँ त्यहाँ कनेक्सन नभएको कारणले गर्दा हामी अनि सबै ठाउँ हेर्न नगए पनि त्यो एउटा मिसिङ गरेका ठाउँहरू पनि हाम्रो त्यहाँ धेरै नै थिए। अनि त्यसपछि हामी किसानको छोरो भएको भने त्यहाँको ठुलो काउ फार्म हेर्न पनि पाइयो, निकै रमाइलो लाग्यो त्यो काउ फार्म। अनि अर्को चाहिँ नि हामीले हेरेको चाहिँ एउटा ओपन स्टेडियम, पुरानो खालको ओपन स्टेडियम त्यो उसको वाटर टावर भन्दा तलपट्टिको चाहिँ थियो। त्यो फ्यानो जानेको त्यो ऊभन्दा त्यो जाने बाटोमा। अनि हामीले त्यो ठुलो ग्रेभ हेरेको पनि त त्यही हो नि। त्यो अत्यन्तै मर्मस्पर्शी चाहिँ मानव इतिहासको एकदम नरसंहारको एउटा प्रमाण त्यहाँ। जर्मन रिफ्युजीहरू जर्मनले नै मारे जस्तो लाग्यो हामीलाई होइन। त्यो त्यहाँ के अरे रसियन सेना भने जस्तो लागेको थियो। रसियन सेनाहरूले चाहिँ त्यसरी अनि जर्मन रिफ्युजीहरूलाई चाहिँ सामूहिक नरसंहार गरेको। त्यहाँ सङ्ख्या चाहिँ मैले भुलेँ। त्यति बेला 2 लाख जर्मन रिफ्युजी डेनमार्कमा थिए र इस्बियामा चाहिँ 3000 अलिकति 3000भन्दा अलिकति बढी भन्नु थियो। र एकैसाथ मारिएका त्यहाँ चाहिँ कति थिए ती अवशेषहरू भन्ने चाहिँ हामीले ख्याल गरिएन। तर हेरेर चाहिँ नसकिने दृश्य त्यहाँ त्यसरी सामूहिक नरसंहारको प्रमाण अत्यन्तै मान्छेले, बच्चाहरूमा आधीभन्दा बढी बच्चाहरू थिए भनेर चाहिँ भनिएको थियो। त्यसपछि होइन हामी चाहिँ त्यो दिन हामी कहाँ बसियो चाहिँ त्यो इस्पिया हामी इस्पिया घुमेपछि त्यसपछि हामी सिधै आरुसको एउटा होस्टेलमा बसियो लाग्यौँ। र आरुसमा पुग्दाखेरि चाहिँ हामीलाई साँझ परिसकेको थियो र पानी आएको थियो त्यतिखेर हुनाले चाहिँ हामी ड्यान होस्टेलमा बस्यो त्यहाँ होइन। त्यो दिन चाहिँ ड्यान होस्टेलको बसाइ पनि ठिकै थियो। 8वटा बेड थिए होइन। हामीले चाहिँ 1 बेड चाहिँ हामी तल पाइयो, माथि चाहिँ कोही पनि खाली 4जना मात्रै थियो, 8वटा सिट भए पनि होइन। त्यो पनि ठिकै थियो। अनि अर्को चाहिँ दिन हामीले खास चाहिँ गरेको त्यो दिनको चाहिँ हाम्रो इस्पिया पछि हामी सिधै अनि चाहिँ आरुसमा चाहिँ बसेपछि भोलिपल्ट सानो एउटा चाइल्ड हर्स पनि देख्यो इस्पियामा। हामीले नपत्तिने खालको चाहिँ चाइल्ड हर्स, भेडो होइन, त्यो चाहिँ के अरे च्याङ्ग्राहरू पनि हामीले त्यहाँ देखियो होइन। अनि त्यो चाहिँ राम्रो चाहिँ उहरू थियो होइन। त्यसपछि हामी आरुसमा चाहिँ त्यो दिन बसियो। आरुस चाहिँ जाँदाखेरि पनि हामीले इस्पिया, कोसियन अनि आरुस चाहिँ जानु पऱ्यो होइन। इस्पियाबाट हामी कोसियन गयो, कोसियनबाट अनि आरुस आइयो। त्यसपछि त्यो हामीले त्यहाँ के हेरियो सर? आरुसमा त हामीले धेरै कुरा, आरुस युनिभर्सिटी हेरियो होइन। बिहान उठेर आरुस युनिभर्सिटीतर्फ लाग्यौँ। त्यसपछि त्यहाँ एउटा ठुलो
खियके पनि हेऱ्यौँ, ठुलो केयरके हेरियो होइन हामीले चाहिँ। खियके हेरिसकेपछि त्यसपछि चाहिँ हामी त्यो राजाहरूको समर हाउस त्यो आरुस चाहिँ पहिला डेनमार्कमा समावेश रहेनछ। पछि कति सालमा त्यो चाहिँ फिर्ता लिइसकेपछि रियुनियन भइसकेपछि अनि त्यहाँको जनताहरूले चाहिँ त्यहाँ राजालाई रोयल फ्यामिलीको लागि जहाँ चाहिँ यो डेनमार्कभरि नै त्यस्तो रहेछ नि। के अरे के गरे त्यो राजाको नाम चाहिँ फ्रेडरिक राजाको निम्ति राजा फ्रेडरिक्स भाइ भनेको त खास के रहेछ भने राजालाई गरिएको सम्मान जस्तो लाग्यो क्या। जहीँ पनि भाइ अनि फ्रेडरिक्स कङ्स भाइहरू यी सबै गरेको देख्दाखेरि चाहिँ त्यो कङ फ्रेडरिकले यहाँ विशेष काम गरेको रहेछ जस्तो हामीलाई मैले त्यसमा पढेको अहिले भुलेँ। कङ फ्रेडरिक भनेको चाहिँ अत्यन्तै फेमस, धेरैले चाहिँ सम्झिरहने नाम हो। त्यस कारणले गर्दा बाटाहरू अनि विभिन्न कुराहरू चाहिँ पार्कहरू एकदमै धेरै छ त्यस्तो धेरै रहेछ। मलाई लाग्छ कि त्यो भाइकिङहरूको टाइम पछि चाहिँ आएको राजा हुन सक्छ फ्रेडरिक हुन् कि अथवा एकजना राजालाई चाहिँ यहाँ त्यो भाइकिङहरूले मारेको भन्ने पनि पढेको थियो होइन। अनि त्यस्तै केही इतिहासको कुनै महत्त्वपूर्ण रोल चाहिँ भएको हुनाले कङ फ्रेडरिक चाहिँ यहाँ निकै चलिरहने नाम हो। त्यसो हामी त्यहाँ एउटा ग्रिन हाउस हेऱ्यो नि ठुलो है। त्यो ग्रिन हाउस चाहिँ एउटा चाहिँ आरुस युनिभर्सिटीको पछाडिपछि एउटा ग्रिन हाउस भित्र भएको क्याफे पनि हेऱ्यो। त्यो त्यहाँ गामेल देन गामले विशेष रहेछ त्यहाँ होइन। त्यो चाहिँ विशेष थियो र त्यो चाहिँ यहाँ डेनमार्कमा अन्त पनि त्यस्तो चाहिँ हुँदो रहेछ। जस्तो ओरेन्सीमा चाहिँ त्यो पुरानो गाउँ ल्यान्ड्सबु भनेर अनि आरुसमा चाहिँ पुरानो सहरलाई संरक्षण गरेर राखेको रहेछ। त्यसलाई चाहिँ ओपन म्युजियम भनिन्छ, ओपन म्युजियममै भन्छ त्यसलाई चाहिँ। अनि त्यहाँ चाहिँ बस्ती ठ्याक्कै हाम्रो नेपालको पुरानो सहर जस्तो याद आउने बार्दलीवाला घरहरू, घरको अगाडिपट्टि थोरै साग लगाएको अनि घरेलु सानो जनावरहरू पालेको अनि पुराना चाहिँ कृषि औजारहरू प्रयोग गरिरहेको त्यो जस्ताको जस्तै चाहिँ जीवित मान्छेहरूको बस्ती नै पनि त्यहाँ रहेछ कि जस्तो लाग्छ मलाई। त्यसलाई चाहिँ पुरानो इतिहासलाई चाहिँ पूर्ण रूपमा संरक्षण गरेर राखेको ठाउँ चाहिँ त्यो निकै राम्रो महत्त्वपूर्ण ठाउँ आरुसको चाहिँ। तर एउटा अर्को कुरा यो चाहिँ त्यो आरुसमा त्यो सिटीहरू कस्तो राम्रो चाहिँ सिटीका हाउसहरू कस्तो न्युली बनाएको कि कस्तो राम्रो चाहिँ आधुनिक विकास भएको थियो होइन। आधुनिक सहर जस्तो लाग्यो। अहिले चाहिँ पछिल्लो चरणमा चाहिँ तीव्र गतिमा विकसित भएको जस्तो सहर निकै नै सुन्दर लाग्ने त्यहाँका घरहरू भवनहरू चाहिँ अत्यन्तै आधुनिक र निर्माण भइरहेकाहरूको त्यो प्रक्रिया हेर्दाखेरि पनि अत्यन्तै धेरै आधुनिक मेसिनहरूको अत्यन्तै धेरै आधुनिक ढङ्गबाट निर्माण भइरहेको देख्न सकिन्थ्यो। राम्रो सिटी कस्तो ठुल्ठुला चाहिँ बिल्डिङहरू। अब यही होटल पनि कति राम्रो चाहिँ हामी यहाँ बसेको होटल पनि धेरै नै राम्रो एडभान्स लाग्यो होइन। हेर्दाखेरि त त्यो हाम्रो के अरे डिएस जस्तो चाहिँ सिस्टमले बनाएको रहेछ तर पनि एउटा एडभान्स जस्तो लाग्यो। बाहिर हेर्दा पनि यो होटल निकै नै राम्रो लाग्यो मलाई। अनि अर्को चाहिँ हामीले त्यहाँ एउटा ठुलो जङ्गल के गरे त्यसको त्यो जङ्गलको नाम रिसिस्को भन्ने हामीले चाहिँ त्यहाँ गयो है। त्यसमा चाहिँ जङ्गल पनि संरक्षण गरेर सहरको बिचमा एउटा अलिकति उच्च ठाउँमा जङ्गललाई निकै राम्रो सुन्दर बनाएर त्यहाँभित्र हिँड्ने बाटाहरू बनाएर ओपन फिटनेस पनि बनाएर त्यहाँ मान्छेले चाहिँ मर्निङ वाक गर्न र अनि एक्सर्साइज गर्नका लागि त्यहाँ गयो भने समरको समयमा चाहिँ निकै राम्रो हुने अत्यन्तै राम्रो। जङ्गल घुम्नका लागि पनि धेरै टाढा जान नपर्ने सहरकै बिचमा जङ्गल जोगाइदिएको हुन्छ। यिनीहरूले चाहिँ सोच्न चाहिँ निकै राम्रो सोचेको जस्तो लाग्यो। त्यो एकदम नेचुरल होइन, सिटी पनि नेचुरल सिटी नेचरले प्रयोग भएको। अनि त्यसपछि हामी 31 जुनमा हामी त्यो उसबाट आरुसबाट हामी चाहिँ अनि बस्नको निम्ति हामी चाहिँ कहाँ गयो भन्दा अल्बोक गयो होइन। अल्बोकको पनि हामी चाहिँ एउटा साह्रै राम्रो र जीवन नै अब त्यस्तो काम गरिन्छ गरिन्न त्यो फार्म हाउसमा गएर बस्यो हामी चाहिँ होटेल हो। अब हेर्दाखेरि होटेल जस्तो हो कि अनि चाहिँ त्यो होमस्टे जस्तो हो कि फार्म स्टे हो। हुन त त्यो होमस्टे बनाएको फार्म हो र यहाँ डेनमार्कमा चाहिँ होमस्टे र फार्मस्टे पनि छ होइन। फार्ममा चाहिँ गएर मान्छेले हेर्न पनि पाउने र त्यहाँ स्टे गर्नु पाउने जति पनि राम्रो लाग्यो। मान्छेहरू घोडा चढेका त्यहाँ चाहिँ फुलहरू कति मजाका होइन। अनि त्यो कति हामीलाई चाहिँ होइन त्यो एउटा खालको वेलकमिङ
हामीलाई त्यहाँ जानलाई अलिकति ट्राभल समस्या त पर्यो, तर हामीलाई त्यहाँको मान्छेले सहयोग गर्यो। ट्याक्सी नपाउने ठाउँ रहेछ, ल आयो कोही पता याकै कोही पता भन्ने चाहिँ भन्छ। अनि चाहिँ हामीलाई फ्रीमा लैदियो। आउने बेलामा फेरि हामीलाई चाहिँ के गर्यो, साउले फ्रीमा ल्यायो। त्यहाँ हामीले साँझ के गरी गर्छ, साँझ हामीले अनि ड्रिङ्क्सहरू साँझमा हामीले त्यहाँ आफ्नै ड्रिङ्क्सहरू थियो, हामी आफै खायौँ, खानाहरू पनि आफै खायौँ। त्यसपछि अनि चाहिँ हामी बाहिर एकछिन हेऱ्यौँ, त्यहाँ धेरै आँखाको दृश्यले भ्याएसम्मको टाढासम्म चाहिँ त्यो युलिट्रीहरू ठाउँ पनि हेऱ्यौँ, अनि घोडा फार्महरू पनि हेऱ्यौँ। त्यो फार्म हाउस चाहिँ यस्तो ठुलो कि त्यो साउलाई चाहिँ उसको बुढीको उसले दिएको रहेछ होइन, प्यारेन्ट्सले दिएको रहेछ होइन। अनि त्यो कुरा चाहिँ उसले आफूले भन्थ्यो होइन। अनि डेनिस बोल्न नजान्ने मान्छेहरूसँग डराउँछन् भन्थ्यो हामीलाई हिजो लैजाने मान्छेले। त्यहाँ चाहिँ अनौठो रहेछ होइन, किनभने मान्छेहरू निकै फ्रेन्डली एकदम काइन्ड मान्छेहरू लाग्यो थियो हामीलाई चाहिँ। त्यसै यस्तै गाउँतिर गएर चाहिँ 2-3 दिन बसियो भने चाहिँ निकै रमाइलो हुने रहेछ। हाम्रो चाहिँ नेक्स्ट टाइम प्लान हामी त्यो गरेर हामी सिटीमा सेन्टर नहुने अब ट्राभल गर्दाखेरि कहिले पनि। अनि अर्को हामी 31 जुनमा चाहिँ हामी अल्बकको एउटा फार्म हाउसमा बसियो। त्यसपछि हामी चाहिँ अल्बक घुमिएन त्यो दिन मेन घुम्यो। अनि चाहिँ अर्को दिन घुम्ने प्लान गरियो र हामी चाहिँ डेनमार्कको सबैभन्दा छेउ वेस्ट छेउ कि अनि नर्थ छेउ स्केन भन्ने ठाउँमा हामी चाहिँ नर्थ जटल्यान्डको यो जहाँ चाहिँ त्यो ठाउँको नाम हो ग्रिन। त्यहाँ 2टा समुद्रहरू भेटिएको थियो। 2टा समुद्रको नाम चाहिँ अहिले मैले सम्झिन सकिनँ। 2टा समुद्रको यस्तो छाल आउने हैन, के छाल आएको त्यस्तो यताबाट आउने यस्तो आउने हैन। त्यहाँको चाहिँ त्यो डेजर्ट भन्छ होइन, बल्ल भएको 4 किलोमिटर लामो डेजर्टमा चाहिँ मान्छेहरू चाहिँ ट्र्याक्टरको मेसिनमा बसको चाहिँ बडीलाई जोइन गरेर लिएर जाने सुविधा पनि रहेछ। त्यो धेरै महँगो पनि रहेनछ, तर हामीले प्रयोग गर्न त खोज्यौँ, तर हामीलाई हिँड्नै रमाइलो लाग्यो। अनि हामी हिँडेरै त्यो दूरी पार गर्यौँ। हामीले चाहिँ कार बिल होइन, अनि चाहिँ लिन पाइएन होइन। हामी धेरै ठाउँ त्यो एक ठाउँ मिस गरियो हामीले त्यहाँ जाँदाखेरि। खास चाहिँ जानु खोजेको हामीले कार चाहिँ हामीले लोन गर्न त खोज्यौँ, तर साइकल भएको भए पनि दामी नै हुने रहेछ। साइकल टाढा 16 किलोमिटर 11 किलोमिटर साइकल चलाउन आँट्नु हुँदो रहेछ हाम्रो सर। 11 किलोमिटर साइकल जानु, 11 किलोमिटर साइकलबाट आउनु त इट्स नट अ जोक सर, इट्स नट अ जोक। होइन अनि त्यसमा त हामी होइन, त्यसमा होइन, हामी अर्को चाहिँ के अरे त्यो बालुवाको आर्ट हेर्न जानुलाई चाहिँ हामीले बालुवाको आर्ट लोन गर्न खोजेको चाहिँ त्यो हो खास। त्यो बालुवाको आर्ट हेर्न पाइएन होइन, उहाँ चाहिँ ग्रिनमा त बसमा जानु पाइयो। अनि अर्को कुरा सर, मैले त्यहाँ यहाँ सरलाई रोकेँ। मैले अर्को कुरा त्यहाँ चाहिँ साना यो त्यो घरहरू बिल्डिङहरू ठुला बिल्डिङ चाहिँ सिटीहरूमा भन्दा त्यो स्केयरमा चाहिँ हरेक मान्छेहरूको आफ्नै भिल्ला, यदि भिल्ला छैन भने राइक हाउस, अनि त्यो एउटै कन्स्ट्रक्सन एउटै साइज सबै एउटै देख्दाखेरि त मन त त्यहाँ होइन किन म चाहिँ कोपेनहेगन बसिरहेको छु जस्तो लाग्यो। कतिपय अलिकति आधुनिक सहरहरूमा घरको डिजाइन पनि त्यहाँको म्युनिसिपालिटीले दिने त्यस्तै मात्रै बनाउनु पर्ने, अथवा आधुनिक सहरीकरणको चाहिँ कन्सेप्ट चाहिँ फरक हुने हुँदाखेरि कुनै पनि ठाउँमा चाहिँ हामीले अत्यन्तै नयाँ कुराहरू भेट्न सकिन्छ। त्यो चाहिँ गर्न सकिन्छ। अनि अहिले त प्रशासन अलिक विकसित सिटीहरूमा यति धेरै कडा छ कि तपाईँको घरभित्र पनि केही गर्नुपर्ने छैन, अनुमति लिनुपर्छ। त्यस्तो पनि छ, कोपेनहेगनमा त इन्टेरियर डिजाइन कोपेनहेगनमा छैन, तर कतिपय ठाउँहरूमा चाहिँ त्यस्तो अवस्था पनि रहेछ। ओके मान्छेको चाहिँ बस्नलाई लाइफ क्वालिटी राम्रो होस् भनेर उनीहरू सरकारले चाहिँ त्यो गरेको चाहिँ हुनसक्छ होइन। अनि त्यो राम्रै कुरा हो। अनि चाहिँ ठिकै छ। अनि चाहिँ हामीले समग्र रूपमा हामीलाई चाहिँ मजा लागेको चाहिँ हामी हिँड्दा पनि ड्रिङ्क गर्ने अनि इन्फर्मल्ली हिँड्ने हो। कति ठाउँमा हामी प्लानै गरेर हिँड्यौँ, उहीँ गएर प्लान गरियो सिटीमा गएर होइन, किनभने हामीलाई चाहिँ साँझ गएर कोही बस्नु पाइने भन्ने पनि भएन, पैसा महँगो पऱ्यो तिर्ने, तर चाहिँ हामी चाहिँ ल्याङै गरेर ढिलो होइन फालिएर हिँड्ने अनि गरियो होइन। 2 दिन हामी अल्बकमा बस्यो। आज हामी अल्बक घुम्ने हो। अल्बकको बेसिकली हामी चाहिँ घुम्ने भनेर हामीले लिस्टिङ गरेको उयोहरू छ। अनि एउटा स्ट्रिट फुड यो समथिङ के भन्ने रहेछ यहाँ नजिकैमा होइन। अर्को छ उट्चन सेन्टर भन्ने रहेछ, उट्चन त्यो के अरे ओपेरा हाउस जस्तो। ओके त्यो राम्रो छ होला है,
हो। हामीले यसो हेर्दाखेरि गुगलमा नम्बर 2 मा चाहिँ ड्रामेटिक हाउस भनेको छ, त्यो 2 नम्बरमा त्यो ड्रामेटिक हाउस भने कस्तो हो त्यो पनि त्यहीँ गएपछि थाहा होला। अनि स्ट्रिट फुडको एउटा जोन रहेछ, त्यसमा पनि हेरौँ भनेको छ हामीले होइन। अनि अर्को नम्बर 7 मा रहेको थियो त्यो स्ट्रिट आर्ट भन्ने, स्ट्रिट आर्टको एरिया हेरौँ भने हामीले महत्त्व दिएको छ। त्यसै गरी 8 नम्बरमा रहेको चाहिँ हार्बर बाथ र अनि चाहिँ भ्यू टावर हामीले यति हेर्न सक्यो भने भन्ने हाम्रो प्लान हो। कति समयले साथ दिन्छ, आज हामी रिटर्न हुनुपर्छ, 5 दिन भइसक्यो हामी हिँडेको। अनि ठिकै छ, यो समग्र रूपमा हिँड्दाखेरि होइन हामीले इन्डियन खाना खाँदै होइन आफ्नो हिसाबले, अनि मन लागेको चाहिँ वाइन खाँदै बियर खाँदै होइन रमाइलो त एउटा। मलाई त बहुत रमाइलो भयो। मन मस्तिष्कमा भएका विकारहरूको अलिकति कमी आएको महसुस भएको छ होइन। यो चाहिँ इन्फर्मल टक होइन, यसरी हिँड्दाखेरि त निकै रमाइलो होइन। अब मैले तपाईँले भनेको थिएँ नि, हाम्रो चाहिँ घरबाटै बचेको समयमा डिजिटल काम गरेर चाहिँ पैसा कमाउने, यसरी नै घुम्दै जिन्दगी बिताउने गर्नु पाइयो भने कति रमाइलो हुन्थ्यो होला भन्ने एउटा चाहिँ हामीले परिकल्पना पनि गऱ्यौँ। र अबको चाहिँ यात्रा हाम्रो चाहिँ अल्बकको तपसिलका चाहिँ ठाउँहरू होइन। र अनि मैले अर्को सामान्य सोचे के पनि बनाएको छु भने वर्सेन भन्ने सिटीमा चाहिँ हामी त्यहाँ ट्रान्जिट छ आज। त्यो वर्सेन सिटी चाहिँ डेनमार्कको 8औं नम्बरमा पर्ने ठुलो सिटी रहेछ। ओके, त्यस कारणले त्यो पनि जान सक्यो भने हामीले समय 1 घन्टा जति बच्यो भने चाहिँ त्यहाँका महत्त्वपूर्ण ठाउँहरू बिरपत्ता लगाएर त्यहाँ हेरेर त्यसपछि हाम्रो यात्रा आज अन्त्य गरिन्छ भन्ने। आजै जानुपर्छ घरमा, किनभने कामको कारण भोलिदेखि त अब काम। म त अझै 1 हप्ता बिदामा थिएँ, अब तपाईँको चाहिँ त्यो परेको होला होइन। तर फेरि गइन्छ हामी समरमा, हामी चाहिँ के अरे विन्टर सुरु हुन लाग्दाखेरि हामी चाहिँ नेदरल्यान्ड जान पनि सकिन्छ। नेदरल्यान्ड जाँदा पनि हामीले सिटीमा सकेछौँ, सिटी सेन्टर नभने त्यो चाहिँ गरौँ ल। बडो रमाइलो भयो, अब हामी हिँड्नुपर्छ है त।